आज संयोगले धेरै पहिला नै खोजिरहेको निर्माण व्यवसायीज्यूसँग भेट भएको छ र आज हामी उहाँसँग केही पारस्परिक कुराहरू गर्दैछौँ जो सरोकारमा छ, जो चासोको विषय बनेको छ। म यो विषयमा आज कुरा उठाउन लागिरहेको छु र उहाँ हुनुहुन्छ चेम्जोङ कन्स्ट्रक्सनको प्रोप्राइटर जगत चेम्जोङ। म तपाईँलाई हाम्रो मिडियामा स्वागत गर्न चाहन्छु। मेरो पनि स्वागत छ। सेवारो तपाईँलाई आरोप छ, स्वाभाविक रूपले पोइन्ट दिई कुरा गर्नुपर्छ। हाम्रो खादबारी नगरपालिकाको बाटो चौडा गर्ने, व्यवस्थित गर्ने र चाहिँ ब्ल्याकटप गर्ने जुन ठेक्का थियो त्यो समय अवधिभर सुतेर बस्दिनु भयो र यहाँको जनताले त्यसको दुःख, त्यसको धुलो, त्यसको पीडा खप्नु पर्यो। कामै गर्न नसक्ने ठेकदारले किन ठेक्का लिनुभयो भन्ने आरोप चाहिँ यावत यहाँको चाहिँ उपभोक्ताहरूको छ। तपाईँले आफ्नोतिरबाट प्रष्टीकरण दिनु न, के प्रविधि, के प्राविधिक र के प्रशासन मिलेन र तपाईँले कामै गर्न सक्नु भएन, ठेक्का क्यान्सिल भयो? होइन, अब काम गर्नै नसक्ने त होइन, काम गरेको पनि हो। केही मैले काम प्लम्बको काम पनि गरेको थिएँ। त्यसमा एक दुईवटा प्लम्बदेखि लिएर ग्राउन्डिङ भन्छ त्यो मिलाउने, अनि दुई तिनवटा काम गरेको छु होइन। अब त्यसमा यो काम चाहिँ के भने, जस्तो सुरुमा नयाँ बाटो हो भने चाहिँ अब खन्ने बेस सब बेस भन्छ, त्यसरी चाहिँ गर्नु पर्दैन। यसमा चाहिँ अब जे छ त्यसबाट माथि लिप्ने हो, ओभरल्याप गर्ने हो। त्यसमा ओभरल्याप गर्नलाई चाहिँ पहिले मेटेरियल जम्मा गर्नु पऱ्यो, अनि मात्रै चाहिँ सरर लिपेर जाँदाखेरि काम फास्ट पनि हुन्छ, त्यो रोकिँदैन पनि। त्यो चाहिँ अब मेटेरियल जम्मा गर्ने क्रममा, जस्तो मेरो माथि चैनपुरमा प्लान्ट मेरै हो होइन, प्लान्ट छ। त्यसको प्लान्टको वरिपरि मैले चिप्सहरू, यहाँ चाहिने आवश्यक चिजहरू मैले थुपारेको थिएँ पनि होइन। अनि त्यसमा लाग्ने जुन भिटामिन छ त्यो पनि केही ल्याएको थिएँ मैले, अझै पनि छ होइन। अनि त्यसलाई पकाउने हामी चाहिँ एलडी भन्छौँ, लो डेन्सिटी भन्ने एउटा हुन्छ, त्यसलाई चाहिँ आगो बाल्छ। त्यो पनि त्यो चाहिँ पुग्ने नै मैले ल्याएको छु। अनि यहाँ जुन पिच फुटेको छ त्यो क्र्याक मेन्टेनेन्स भनेर चाहिँ एउटा एमुलेसन हुन्छ, त्यो पनि मैले ल्याएर राखेको छु। त्यसमा चाहिँ हाल्दाखेरि त्यो जस्तो मैले यहाँ केहीमा हालेको पनि छु, त्यो अझै म ठिक छ, फुटेको छैन। त्यो गर्ने क्रममा चाहिँ अब अलिकति टाइम लाग्यो हो, टाइम चाहिँ लाग्यो र त्यसमा गर्ने भन्दै पनि अब अफिसले सुरुमा चाहिँ सहयोग गरेकै हो होइन। अनि जब चाहिँ अब म्याच के अरे सकिँदै गयो, त्यस पछाडि चाहिँ अफिसले पनि अलिकति त्यो आन्तरिक रूपमा चाहिँ उसले चाहिँ धेरै दबाब दिन थाल्यो कि। ठ्याक्कै भन्नुपर्दा कमिसन माग्दा लेनदेन नमिलेको हो? त्यो त भन्नु मिल्दैन हामीले होइन। होइन, भन्नु नमिले पनि मुन्टो हल्लाउनु त मिल्छ। अनि मुन्टो पनि नहलाउँ अहिले त्यो त हाम्रो आन्तरिक कुरा हो होइन। आन्तरिक अब त्यसलाई अब त्यो हामीले माग्यो भन्दा 2%, 5%, 3% पिसी बुझाउने चलन हुन्छ भन्छ। यो भाषा हामी कम बुझ्छौँ, एकचोटि त्यो खुलेरै भनिदिनु न, किनकि विकृतिको विरुद्धमा त हामी बोल्नै पर्छ। तपाईँले नबोलिकन पीडा खप्नु भयो भने तपाईँलाई मात्रै बुख्याचा बनाएर तपाईँलाई मात्रै भूत बनाउँछ र आफू हिरो हुने चलन छ। आज तपाईँलाई यही कुराहरू चाहिँ गुदी कुरा सोध्नलाई हामीले वर्षौँ भनेको यो वर्ष दिनभरि हामीले धेरैचोटि फोन गऱ्यौँ, हामीले धेरै महिना अगाडिदेखि यो फलोअप गरिरहेको थियौँ। तपाईँसँग भेट भएन, आज भनिदिनुहोस् न ड्याममा के जान्छ र? अहिले त झन् जेनजीको सरकार छ, राजनीति पनि छैन, पेलान चेलान पनि हुँदैन। भनिदिनुहोस्, त्यो त लेनदेनमै नमिलेको हो त भनेर हामीले क्वेसन गरेका छौँ क्या, तपाईँलाई पनि हाकिम साहबलाई पनि। तर होइन, उहाँले कामै गर्न सक्नु भएन। काम गर्न नसक्नेले किन लिनु भन्ने कुरा उहाँको आरोप। काम गर्न नसक्ने भए अब माल त्यहाँ मैले सामग्री थुपारेको थिएँ। सामग्री मैले बारम्बार यहाँ चाहिँ मैले सामान थुपारेको छु है भनेर फोटो समेत, अब भिडियो समेत दिएको। उनीहरूले जति पनि स्पष्टीकरण सोध्दै गए, अनि मैले त्यो समेत राखेर दिँदै गएको। म काम गर्छु, काम गर्ने मेरो अब वातावरण छ, अब गर्छु भन्दा लास्टमा चाहिँ नगर्नु भन्ने लास्टमा आएर चाहिँ होइन, 3 महिना म्याद थप्नु भन्नुभयो। त्यो दिन हामी सँगै थियौँ, हाकिम साहबसँग। 3 महिना यत्रो होइन, 9 महिना काम गर्नु भएन तपाईँले 3 महिनामा, र 2 महिनामा के चाहिँ होइन अब पासा पल्टाउनुहुन्छ होला र त्यो सम्भवै छैन भनेर उहाँले थप्न मानिन भन्नुभयो। अनि त्यो चाहिँ त्यो उहाँको गलत क्यालकुलेसन हो। किनभने मेरो सामानहरू सबै भएको भए यहाँबाट जस्तो पानीले डिस्टर्ब गरेन, केही भएन भने 20 देखि 25 दिनमा सकिन्छ काम। यो 11 किलोमिटरको पिच सकिन्छ, 11-13 किलोमिटर समथिङ, 14-15 किलोमिटर पनि यो ओभरल्याप मात्रै गर्ने हो। ओभरल्याप हो, त्यो धेरै लाग्यो भने 15 देखि 20 दिनमा सकिने हो। मैले त्यही आधारमा चाहिँ मैले सामान पनि थुपारेको हो।
गर्नुभएको थियो जो सर्प गएपछि गो चुट्नु भएको त होइन होइन नि छ नि अब अझै पनि सामान छ त माथि अलिकति भित्री कुरा पनि खोज्छु न वास्तवमा ठेकदारको कम्पनी चाहिँ तपाईँको भयो ठेकदार त म हुँ भनेर आशिष सरले गर्नुभएको थियो सामान मैले थुपारेँ भन्नुभयो तपाईँले पनि भन्नुहुन्छ मैले थुपारेको भन्नुभयो र तपाईँलाई एउटा आक्षेप चाहिँ के छ आशिष दाईको कार्यक्रम हेर्नु भएन भने फेरि हेरिदिनु होला उहाँ आशिष सरले चाहिँ भन्नुभयो मैले जुन काम गरिरहेको थिएँ र त्यसको ब्याङ्क होइन चाहिँ अथोरिटी चाहिँ कम्पनीले मलाई दिनु पर्थ्यो त्यो नदिएपछि मैले काम अगाडि बढाउन सकिनँ र बल्ल बल्ल अब ब्याङ्क अथोरिटी चाहिँ उहाँहरूले मलाई प्रोभाइड गर्नुभयो मेन कम्पनी होल्डरहरूले र अहिले चाहिँ मैले कामै गर्नु पाइनँ भन्नुभयो वास्तवमा काम तपाईँले गर्ने कि आशिष साक्यले गर्ने मैले पहिले यो टेन्डर बिट गर्दाखेरि आशिषले म गर्छु दाइ म हालिदिनु भनेर उसैलाई मैले हालिदिएको हो म त्यति बेला म बाहिर पनि थिएँ होइन अनि एकपल्ट सम्झौता चाहिँ म आएर गरेँ होइन उसैले म गर्छु भन्दा भन्दै लग्यो अनि पछाडि चाहिँ गरौँ त भन्दाखेरि यो पारीको यो जोयान ब्रदर्सको यो सभा खोलासम्मको त्यो सकेपछि गरौँ भनेर ठिकै छ नि त त्यसो मैले लगातार जान्छ भने अनि त्यसपछि त्यो सकेपछि माथि उसको आफ्नै नगरपालिकाको त्यो सकेपछि एकैचोटि सामानलाई त्यो के अरे उनीहरू इक्विपमेन्ट लाने भनेर अनि ठिकै छ नि त भनेर त्यस पछाडि चाहिँ उहाँले रोक्नुभयो अनि रोकेर के भयो त भन्दाखेरि के अरे त्यो न्यू के अनि यस्तो पनि अब ब्याङ्क अथोरिटी नदिनु भएकै हो होइन उसले मागेको भए दिन्थेँ म होइन तर उसले चाहिँ काम गरेन नगरेपछि त्यसलाई म्याद त्यो ब्याङ्ककै त्यही चाहिएको भने म गरिदिन्छु भनेर ब्याङ्कको उसले पनि दिएँ मैले पछि दिएँ होइन त्यो खास के उसको एउटा न्यू मात्रै हो त्यो चाहिँ केही थिएन कि यही त म बाहेक अरू सबै गलत देख्ने हाम्रो नेपाली प्रचलन छ त्यही हो भने तपाईँले प्रश्न भनिदिनु पऱ्यो कि तपाईँलाई पनि त सार्वजनिक रूपमा मिडियामा हाम्रै मिडियामा बोल्नु भएको छ हामीले ब्याङ्क अथोरिटी नपाएर ढिलो भयो जब आयो त्यतिन्जेल बितिसकेको थियो भन्नुभयो अनि हौ त्यो भएपछि त्यो चिज चाहिँ कतिको होइन कारण होइन पोजिटिभ हो अथवा कारण यथेष्ट त्यो भनौँ न खास प्रपर हो कि होइन भन्ने हिसाबले मैले हजुरलाई सोधेको त्यो काम चाहिँ आशिष सरले नै गर्ने आशिष साक्यले नै गर्ने भन्नुभयो तर जो ब्याङ्क अथोरिटीको कारणले गर्दा डिले भएको त होइन त्यो होइन उसले गरेको भए त्यो उसले त्यति बेला मलाई ब्याङ्क ग्यारेन्टी म काम सुरु गरेँ ग्यारेन्टी मलाई त्यो ब्याङ्कको अथोरिटी गरिदिनु भयो त्यतिलाई म गरिदिन्थेँ तर पछाडि अब मैले गर्दिनँ अनि भनेर चाहिँ गर्छु भन्छ गर्दैन म विराटनगर बस्थेँ अनि विराटनगर आएर दारान्त ताकेता गरेँ मलाई चाहिँ अभिले चाहिँ यसरी चाहिँ ताकेता गरिरहेछ अनि उसलाई त्यो अभिले पठाएको ताकेता उसलाई फरवार्ड गरिदिन्थेँ होइन अब हेर्दैन होला एक कुरा हो अनि भन्दाखेरि चाहिँ म गर्छु यताको सकेर गर्छु उताको सकेर गर्छु भन्दै टाइम सकिन आँट्यो अनि त्यहाँ साथीहरूलाई चाहिँ उसले किन गरिरहेछ भने के छ उसको भित्री चाहिँ आशय के छ त भनेर चाहिँ बुझ्नु लाग्यो होइन काम चाहिँ गर्छ त्यसले उसले ब्याङ्कको के भनेर त्यसले त्यो ब्याङ्कको अथोरिटी त कुनै ठुलो कुरो होइन नि म उसले काम गऱ्यो भने सार दिन्छु नि काम गरेपछि म सार दिन्छु अथवा अहिले नै चाहियो भने म सार दिन्छु भनेर उसलाई एउटा ब्याङ्क अथोरिटी सार दिनु तर ढिलो भइसकेको थियो अनि ढिलो होइन त्यति बेला गरेको भए कुनै समस्या थिएन त्यही त काम चल्दै नचलेकोले हामीलाई यहाँ सुभाञ्जन सर हाकिम साहबले भन्नुभयो बिरुवा सर कहीँ देख्नुहुन्छ काम गरिरहेको हामी ओह्रालो उकालो हेरिरहेछौँ छैन हामी त अब डे बाई डे अथवा सडक अपडेट गर्न आउँदा पनि हेर्दै आएको हुन्छौँ यहाँ त कहीँ चाहिँ छैन भनेपछि अनि कसरी थप्नु त डेट भन्ने कुरा चाहिँ हो उसो भए नथप्नुहोस् काम गर्न नसक्नेले त होइन डेट थप्ने कुरा नि भएन 3 महिनामा त के नै पो पर्खाल लड्छ होला फेरि होइन भन्ने पनि भयो एउटा हुन चाहिँ आशिषहरूले पनि हामी यो 3 महिनामा गर्न सक्थ्यौँ टोटल इक्विपमेन्ट हाम्रो बेला भइसकेको थियो भन्ने देखाउनु भयो तर त्यो इक्विपमेन्ट पनि कस्तो हुँदो रहेछ भने एउटा राम्री गर्लफ्रेन्ड जस्तो पनि अथवा घामैपट्टि फर्केको छ जस्तो नि त्यो इक्विपमेन्ट चाहिँ धेरैतिरको इन्टरभ्यूमा त्यही मसला देखाउनु हुँदो रहेछ त्यो चाहिँ मलाई अलिक गजब लागिरहेछ हजुर इक्विपमेन्ट अब त्यो मेसिनहरू चाहिँ अब भाडामै थियो अब जस्तो यहीँ निगुरो पनि थियो होइन अनि उसको अब पेल्ने टेन्डम त उसँगै छ अनि त्यो पकाउने भाँडो मेरो थियो त्यहाँबाट गर्दाखेरि त्यस्तो होइन तर यो देखाउनलाई चाहिँ त्यो अरू इक्विपमेन्ट त तुरुन्त आइहाल्थ्यो त्यो मेटेरियल चाहिँ जम्मा हुनु पर्यो क्या जम्मा हुनु पर्यो त्यो छ अहिले पनि थियो भन्ने हो भन्नु न मुद्दाको केस कहाँ पुर्याउनु भयो तपाईँले होइन जिल्ला अदालत पुनरावेदन अदालत अथवा विशेष अदालत कता कता पुर्याउँदै जानुभयो 1-2 अदालतले त निर्णय गरिसक्यो भन्नुभयो फेरि 14औं संशोधन आए पछाडि स्टे हुन सक्छ भन्ने थियो अहिले फेरि स्टे अर्डर छ भन्नुभयो अहिलेको हाकिम साहबले खास के भयो भने यो मैले मुद्दा गरेको थिइनँ अनि मैले चाहिँ 14औं संशोधन आयो त्यस पछाडि त्यो 14औं अनुसारलाई संशोधन अनुसारले टेकेर म्याथ थपको लागि निवेदन दिएँ मैले यहाँ त्यही तपाईँले 3 महिना भन्नुभयो नि त्यति बेला निवेदन दिएँ त्यो निवेदनमा चाहिँ म्याथ थप हुन नसक्ने भनेर चाहिँ जानकारी यहाँदेखि आयो अनि त्यस पछाडि मैले त्यसको विरुद्धमा चाहिँ मैले
स्टेटहरूमा गएँ होइन तपाईँहरूलाई 200 दिनको अल्टिमेटम हुँदो रहेछ त्यो पनि क्रस गर्नुभएछ नि त त्यो चाहिँ कसरी क्रस भयो भनिदिनु न त्यो क्रस हुने चाहिँ त्यही मैले पनि मेटेरियल जम्मा गर्ने अनि उही अब उसले मैले जसलाई दिएको थिएँ उसले गर्छु भने नगर्ने तर मेटेरियल चाहिँ जम्मा चाहिँ हुँदै थियो त्यति बेला उसो भए अहिले तपाईँ अदालतको पोजिटिभ रिजल्टको पर्खाइमा हुनुहुन्छ र म गर्न पाउँछु भन्ने छ गर्न पाउँछु फर्दर भएन भने कति जति तपाईँलाई घाटा लाग्छ कति 5 करोड 65 लाखको ठेक्का हो यो 5 होइन 480 को हो 480 प्लस भ्याट प्लस भ्याट गर्दा 5.65 जस्तै पुग्छ होला त्यो पुग्दैन त्यस्तो 5 क्रस गर्छ 5.65 क्रस गर्छ ए उसो भए एउटा कुरा फेरि भनिदिनु न निर्माण व्यवसायहरू आफै डुब्ने गरी किन बिलोमा तपाईँहरू कम्पिटिसन गर्नुहुन्छ यो 23% बिलोमा छ अरे भन्ने सुन्यो हो यो हजुर होइन नि कति यो त बिलोमै छैन बिलोमा छैन 3% बिलोमा 3% बिलोमा हो हामीले चाहिँ 23% सुन्यौँ त्यो कामै गर्न नसक्ने अवस्थाको ठेक्का भएर पनि गर्न सक्दैन भन्ने त्यो काम चाहिँ गर्दा त्यति बेला गरेको भए केही बचत पनि हुन्थ्यो सबै कुरो मिलाएर जुलाएर चाहिँ बचत हुन्थ्यो अनि रेसियोको रेटहरू पनि लो थियो अरे त्यो गर्नै नसकिने रेट तपाईँहरूले चाहिँ कसरी गर्न सक्छु भन्नुभयो यो ब्ल्याकटपको रेसियो हुन्छ अरे नि त के मिलाउने होइन त्यो ब्ल्याकटपमा रेसियो जस्तो हाम्रो यो प्रिमिक्सको यो प्रिमिक्स भन्ने अब असफल चाहिँ पहिले जुन माथि के अरे उसमा गरेको छु मैले त्यो चैनपुर 0 देखि खराङ तलसम्म मैले नै गरेको तपाईँले गर्नुभयो यही अफिसको हो अनि त्यो पहिलो आफै गरेँ अनि दोस्रो प्याकेज त्यो कति 1200-1300 मिटर चाहिँ आशिषले गरिदियो क्या अनि आशिषले गरेपछि अब उसले गर्छ नै भन्ने हो नि त उसले त्यो टाइमै सकिदियो अनि उसले यो म बाहिर हुँदाखेरि उसले हालिदिनु म गरिदिन्छु भने ल ठिकै छ भनेर मैले हालिदिएँ अनि यो चाहिँ 3% मात्रै कम हो अनि त्यसको असफलको रेट चाहिँ अलिक महँगै हुन्छ त्यसको मेटेरियल अलिकति भिटामिन पनि अलिक बढी लाग्छ यसको चाहिँ सरदर रेसियो 80 देखि 85 एक घनमा त्यति किलो जान्छ यसमा चाहिँ होइन त्यो चाहिँ 105 हो त्यो माथि असफल चाहिँ होइन यसमा त्यसो गर्दाखेरि 14,500 छ 14,500मा त्यो घाटा लाग्ने चाहिँ होइन त्यसमा भनेपछि पोजिटिभ छ उसो भए भनिदिनु न त अब पब्लिकली होइन तपाईँको कारणले गर्दा यहाँको उपभोक्ताहरूले त अप्ठ्यारो खेपि नै रहनु भएको छ त्यसैले तपाईँलाई नेगेटिभ पनि सोच्ला के तपाईँलाई होइन अब एक्सक्युज गर्नु मन छ कि होइन पब्लिकली अनि दोस्रो कुरा अब पाएँ भने अब मलाई अदालतले न्याय दिन्छ नै होला दियो भने म यसरी गर्छु भन्ने केही योजना छ योजना छ अब जति अब अहिलेसम्म दुःख गर्नुभयो दुःख पाइयो होइन दुःख यहाँको स्थानीय उपभोक्तादेखि सबै अब यो मैले चाहिँ अब त्यसरी अदालतले चाहिँ अब गर्ने लु यहाँ थपेर गराउने भन्यो भने धेरैमा 1 महिनाभित्रमा म काम सकिदिन्छु 1 महिनाभित्र सकिदिन्छु अदालतले तपाईँको पक्षमा फैसला गर्यो भने काम गर्न पाइयो भने 1 महिना किनभने मसँग अलरेडी ऊ छ के अरे के भन्छ मेटेरियल छ त्यसमा अब अलिकति थप्नु पर्ला त्यो यो गर्दै गर्दाखेरि म ल्याइहाल्छु थपिहाल्छु म सरदर अन्तिममा जाँदै तपाईँले कति जति चाहिँ खर्च गरिसक्नु भएको थियो यो बाटोमा तपाईँको माइनस भनौँ न तपाईँले आफ्नो गोजीको खर्च भनौँ न यसमा हजुर यसमा अब सरदर मेरो 15-20 लाख रुपियाँ खर्च भएको छ अलि बढी हामीले सुनेको थियौँ आशिष सरको मुखबाट यत्रो खर्च भइसक्यो भनेर तपाईँहरूको मेटेरियलको दामसहितको हो होइन मेटेरियल त कहाँ मेटेरियल त हामीले झन् 2.5 करोडको त्यहाँ थपारेको छ नि मेटेरियल त अच्छा भनेपछि 20 लाख जति तपाईँले गोजीको खर्च गरिसक्नुभयो 2.5 करोडको जति स्टकमा तपाईँले मेटेरियल स्ट्यान्ड बाई राख्नु भएको छ र अब अदालतले फुकुवा दियो भने इमिडिएटली सक्ने विचारमा हुनुहुन्छ इमिडिएटली सक्ने भनेर अलरेडी त्यो के अरे मेटेरियल चलाएको छैन अलिअलि त्यहाँ साथीहरूले अस्ति असारको बेला चाहिँ अलिक आवश्यक पऱ्यो दिनु भनेर पैँचो त्यसलाई त पैँचोको रूपमा 15-16 गाडी चाहिँ लगेका छन् तर अब अहिले ल्याउँदैछन् उनीहरूले उसले अदालतले फुवा गरिदियो भने अब अन्तिम भनेको 3 चोटि भयो अन्तिममा 5 थरकै हाकिम सरुवा भएर आउनु भएको छ तपाईँ 5 थरकै बासिन्दा अब यो हाकिम साहबसँग चाहिँ तपाईँहरूको टाइप मिलेर जाने केही लक्षण आएको छ बिजुवा जोखाना छैन त्यस्तो आज म फर्स्टचोटि आएको हो पहिलोचोटि नै उहाँसँग भेट गरेको हो होइन योभन्दा पहिले छैन 5 थरमा पनि जस्तो उहाँ त्यो के अरे यो मदन भण्डारी हाइवे होला हौ त्यसमा हुनुहुन्थ्यो त्यहाँ हुँदाखेरि पनि हाम्रो चेम्जोङले चाहिँ काम पारेन मात्र गरिएन भनेपछि कहीँ म्याचुअल गर्नु भएको छैन होइन यहाँबाट पोजिटिभ आशा गर्नु भएको छ पोजिटिभ आशा त उहाँले अघि जस्तो सानो कुरा हो तपाईँहरूभन्दा अलिक अगाडि छोटो कुरा हो उहाँदाखेरि यसमा चाहिँ अब के गर्न सकिन्छ त हामी काम गर्ने उसमा छौँ हाम्रो मेटेरियल छ हामी सबै कुरो टाइममै सकिदिन्छौँ अब के भन्नुहुन्छ भन्दाखेरि अब यो अदालतमा गएको कुरो हो
अदालत भन्दा बाहिर गएर म भन्नु मिल्दैन। अदालतमा जे आउँछ त्यही हुन्छ भनेर चाहिँ त्यस्तो कुरा गर्नु। अदालतले अब के गर्छ। हस्, धन्यवाद। तपाईँको धेरै समय पछाडि तपाईँको अपडेट राख्नु पाइयो, खुसी लाग्यो। धेरै धेरै धन्यवाद। हुन्छ, धन्यवाद।